गुड मर्निङ गाइस। हेर्नुहोस् न मेरो यो प्लान्टहरू यस्तो भएको छ। अस्ति अलिअलि मलहरू हालिदिएको थिएँ कि अन्त यहाँ हेर्नु न इजिलिया सर्दैछ, देख्नुभयो यस्तो सारेको र यो अर्किड हो। यस्तोहरू छ मेरोमा प्लान्टहरू, यसले फुल्नु आँटेको छ है। अन्त यो पनि सर्दैछ रोजहरू होइन। यस्तो प्लान्ट पनि छ है मेरोमा। यो खालको जिरेनियम पनि छ, यो पनि फुल्नु आँटेको छ। कपिला बस्दै सार्दै यहाँ हेर्नुहोस् न, त रेडमा हो क्या दामी फुलिरहेको छ। यो फुलिसकेर यसको पनि बनाउनु पर्ने छ होइन। अस्ति फुल्दै थियो र चाहिँ मैले त्यतिकै बनाएको छैन नि त साथीहरू। यहाँ जति बनाएँ त्यति ठुलो फुल्छ कि। यो चाहिँ फुल्नु आँटेको छ, चाहिँ लास्टै दामी फुलेको छ है, लाइट रेडमा छ। अन्त एउटा यो छ प्लान्ट होइन। अन्त यहाँतिर छ झिसिमिसीहरू, यस्तो प्लान्टहरू छ। अन्त यो अर्कै कलरमा हो, यो जिरेनियमै हो, प्लान्ट हो। हुन्छ है, हुन्छ यस्तो प्लान्टहरू छ है गाइस मेरोमा। यहाँ हेर्नुहोस् न, यो स्विट कलर छ यो पनि होइन। यसको चाहिँ डेट पुगिसकेको छ, यसलाई चाहिँ राख्नु हुँदैन नि त, यस्तो सफा गरिबस्नुपर्छ। अनि फेरि फुल सेयर गर्नुभएकै छैन त, त्यही भएर यस्तो छ। अन्त यहाँ पनि छ सेम, सरिसकेको छ यो पनि। यस्तै राखेको गदावरी सर्दैछ है, अब अर्को महिना रोप्नुपर्छ होइन। अन्त यो पनि छ प्लान्ट। अन्त यो चाहिँ रेड जिरेनियम हो, ह्याङ्गिङमा हो। चाहिँ मैले चोरेर ल्याएर सारेको साथीहरू हो। यो चाहिँ प्लान्ट मात्रै हो, यो पनि बनाउनु छ होइन। टाइमै छैन, अब यसलाई भोलि बनाउँछु। त्यसैले म चाहिँ ड्युटी गएको अवस्था है मेरो प्रिय मित्रहरू। त्यस्तो छ हाम्रो गाउँ चाहिँ। मकै हेर्नुहोस् त पाक्नु आँट्यो हाम्रोतिर। यत्रो यत्रो भइसक्यो। माथि आरू बखडाहरू पाकिरहेछ होइन। काँक्राहरू छ झोडीघाडीतिर, सफा गर्नु भएको छैन। यहाँ पनि छ अलिअलि फुलहरू। यहाँ चाहिँ खासै यस्तो ग्लोदै आएको छैन यहाँको फुलको चाहिँ। अन्त चाहिँ न्यु कमल हो। अन्त त्यो स्विट कलरमा छ है।